Hello guys, welcome to my YouTube channel. आज चाहिँ हामी चिन्थाक खान जाँदैछौँ। यो चिन्थाक देखाउँदै छु तपाईहरुलाई। यो चाहिँ मिठो लाग्छ मलाई चाहिँ लास्टै। यसमा खाना आउँछ अनि एउटा चिसो आउँछ अनि अचार चाहिँ मुलाको फलफुलको रस हालेर बनाएको हुँदो रहेछ। मुलाको अचार चाहिँ गुलियो गुलियो अमिलो अमिलो हुन्छ। अनि यसमा चाहिँ यो चिकन बाट बनेको हुन्छ चिन्थाक। यो चिकन चाहिँ मान्छे अनुसार कति चाहिन्छ त्यति मगाउन सकिन्छ। 1.5 कुखुरा खाने कि एउटा खाने कि। अनि यो चाउचाउ चाहिँ सक्खरखण्डबाट बनाएको रे, मिठो हुन्छ यो। अनि कुखुराको मासु चाहिँ एकदम मसिनो गरी काटेको हुँदो रहेछ। तर पिरो चाहिँ लास्टै पिरो हुन्छ है। पिरो चाहिँ कम गराउनु पर्छ, होइन भने चाहिँ बब्बाल पिरो खानेलाई त झन् दामी नै भयो। अनि यो मोमो भयो, अन्डा भयो अनि आलुहरु मिक्स गरेको हुन्छ। गुलियो गुलियो हुन्छ। यसमा हल्का चिनी हालेको हुन्छ तरै पनि पिरो बढी हुन्छ। तर टेस्टी चाहिँ लास्टै टेस्टी हुन्छ क्या, मिठो हुन्छ यो। अनि यो पिसहरु पनि एकदम मिलाएर बनाएको हुन्छ। यो कोरियामा प्राय हुने सबैले खानुहुन्छ होला, तर सबै ठाउँमा यो हड्डी नफाले पनि हुँदो रहेछ हैन। त्यो चाहिँ खासै मिठो हुन्न। तर यो हड्डी फालेर बनाएको चाहिँ एकदम दामी हुन्छ के। जति जनाले यो भिडियो हेर्नुभयो सबै जनाले सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला। म सबै जनालाई सब्स्क्राइब ब्याक दिनेछु। थ्यांक यू फर वाच।